अब छोरी सुशीलाको चाहिँ फुल टिप लालु माया कोपिला नटिप त्यस्तै छ। अब कान्छा अब बिदुरको अब 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 कान्छा छोराको गीत अब कान्छा छोराको गीत गलबन्दी यति हो तिमीले तानेर फसाउनै नखोज सोझी ठानेर गलबन्दी यति हो तिमीले तानेर फसाउनै नखोज सोझी ठानेर पछौरी यति हो तिमीले तानेर फसाउनै नखोज सोझी ठानेर। अब कतिखेर सुत्ने? अब कान्छा छोराको गीत अब बिदुरको कश्मीर पछौरी उडाइ जाने रेल घुमाउने चौतारी बगाइ लाने बेल मटर गुडाउँदै पाइलोटको बाटोमा धुलो उडाउँदै मटर गुडाउँदै पाइलोटको बाटोमा धुलो उडाउँदै अब कान्छा छोराको गीत सम्पत्तिमा सबैको हाई हाई विपत्तिमै कोही छैन दाजुभाइ शिव नाचेर भाङ्का फल्छ र हाँगै भाँचेर शिव नाचेर भाङ्का फल्छ र हाँगै भाँचेर होइन। अब मामालीको अरे अब मामालीको गीत भणरीको त अब के गीत छ त अब एउटा रुमाल अब एउटा गीत रुमाल धोको छ यो खोलीको पानी नखानु मैले छोको छ रुमाल धोको छ यो खोलीको पानी नखानु मैले छोको छ। यस्तै गीत आयो है मसँग त मलाई जान्दिनँ अब कसले गीत गाउँछ। हामीलाई हेरसर मलाई मन पर्दैन आफूलाई जानेको। अब बहिनी सरिता सम्झना छँदैछ घरि घरि त अब त्यस्तै आउँछ होइन। एकान्छी लौ हिँड जान्छु म त घरैमा बिन्ती छ मेरो जान नभन भन्छ अरे नि केटी माग्न जाँदाखेरि केटाले होइन। अनि तपाईलाई भत्ता दिन्छन् कि दिँदैनन्? दिएको छैन नानी कसैले। वडा कार्यालयमा दिन्छ होला त दिँदैन? खोइ मलाई त नाम पनि लेख्दैनन् काम पनि गर्दैन। अहिले वडामा अर्जेन्ट भन्छ बेदे चौहान होला। हो अनि बेदेलाई पैसा दे वडामा आउँछ हामी जतालाई दिने भनेर भन्नु नि त। खोइ केही दिँदैनन् नानी। त्यसले खाएको छ जस्तो लागिरहेको छ मलाई। खान्छन् र त अपराधी भन्छु त धर्मतिर भन्छु त त्यसै अपराधी भनेको हो त। पापको डर छैन धर्मको आश छैन छ। पापको डर मान्ने मान्छे अपराधी हुँदैन धर्मको आश गर्ने मान्छे हामी चाहिँ। अनि कति वर्ष हुनुभयो तपाईँ? म 22 साले हुँ नानी। गीतैमा भन्दिन न त लु। गीतै गाएर पो भन्नुपर्छ त उमेर त। गीत गाउनु हातमा हेर्नु पर्यो नि होइन। उमेर छ मेरो 33 कोटी देउतै छन् मेरो 33 कोटी चलाउँछ एकचोटि सोधौँ एकचोटि खेलौँ त एकचोटि बोलौँ एकचोटि कोही छन् चल्ने
चौतारी उहाँ ज्यानमा चल्नुहुन्छ। बढे तपाईँका भन्दा कडा छन्। लु न त चल्दै जाउँ लु खेल्दै जा, जाउँ चल्दै जा। अब भगवान् मेरो त कान्छो छोरो त अब अच्छा लेकिन घरका हो भन्न न बहिनी सरिता होइन मनोकामनाको गुरुकुल थाहा छ तिमा थान चलाउँछ चल्नु खेल्नु पर्यो नि फेरि गीत आज मात्रै कहाँदेखि गाएर आउनुभयो भयो तपाईँ? अहिले घरबाटै आएको नि त कहाँबाट आउँदा बुइनीको घर सम्झेर आउनुभएको हो। उम्, अब भोलि कता जाने? अब कहाँ जा भन्छन् ईश्वरले त्यो जाने हो बाख्रासँग जानुपर्छ। बाख्रासँग नि अरूका बाख्रा ओह्राली लागे मेरा बाख्रा खोइ बनाए झम्कै गुलेली अरूका बाख्रा ओह्राली लागे मेरा बाख्रा खोइ बनाए झम्के गुलेली थाहा छ त्यो ट्याम्को चाहिँ फुकाउनु भुइँमा राख्नु। किन फुकाउनु हो मेरो अब यो पनि यही एकचोटि बजाउने हो कि? अघिडो यहाँ खुस्किएर अघि छ यता गेडो थियो यता गेडो थियो नि कहिले फेरि दिएछ हौ। गेडै छैन अनि बज्दैन नि त यो त्यो बोक्नु हुँदैन। किन नबोच्नु त्यो गेडा नभएका बोक्नुहुन्न। अब गेडा लाउनु पर्छ त्यसो भए मालाको लाउनुपर्छ दिदी, मालाको। अँ? अनि शिवको बिहा भो इन्द्रजीकै घर जाने हो थाहा छैन शिवको बिहा भो इन्द्रजीकै घर जाने हो यहाँ हेर न माइला छोराले शिवको बिहा हो इन्द्रजीकै घर जाने हो भन्दाखेरि खप्पर फुटाइदिएको मेरो नाम नलिक भनेर माइलो छोरो शिवजी शिवको बिहा हो इन्द्रजी चन्द्रमा चलाउँथे सुशीला चन्द्रमा ठुलो साल्पा सुशीला चलाउँथे सानो साल्पा माने गाउँ मालती अन्तरे बज्ञाइ अन्तरे विष्टकी छोरी नातिनी होइन मेरी छोरी सुशीला पञ्चकन्या देवी सुशीला सानो साल्पो चलाउँथे मालती ठुलो साल्पा चलाउँथे सुशीलाकी छोरी अनि काठमाडौँको शिवजी विदुर छोरो अनि मनोकामनाको शिवजी कान्छो छोरो गुरुकुल इमा थान चलाउँछ इमा रानी बोलाउँछ होइन त्यतिकै आउँछन् मलाई देऊ त होइन एकछिन नल्याउनु न। अनि कोदो त्यहाँबाट रोप्नुभयो कि भएन? अब विदुर अब छोरीको छोरो 4 धारा चलाउँछ छोरीको छोरो 7 धारा चलाउनुहुन्छ। अब विदुरको छोरो तल्लो खेल्न सक्नु पर्यो नि मसँग आउँछ तल्लो खेल्न मलाई त सक्दैन आउँदैन, चली खेली गर्न आउँदैन मलाई। हिम्मत छ तल्लो छैन, खेल्न छैन दिदी, छैन। यहाँ हेर न छोरी मान्छेको जनै थाहा छ जनै थाहा छ लाउनुहुन्छ तपाईँ। नेताको जनै थाहा छ नेताको जनै अनि नेतालाई अस्ति कुटे अरे त, खोइ के जान्नु मलाई त कुटेन नि कुटे अरे कता कता हो। खोइ मलाई त कुटेका छैनन् नभएको भन्दिनँ ढुङ्गा चाहिँ हानेका थिए घरमा तर लाग्न चाहिँ लागेन तर बाख्राको यहाँनेरि थियो बाख्रो यहाँ ढुङ्गो थियो हानेछन् हान्न चाहिँ। हानेछन् तर पापाको डर छैन ढुङ्गा हान्ने त धेरै बाँच्दैन नि बाँच्न त होइन र बाँच्दैन। एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई डाकेको भने जस्तो नि एक दिन त फेला पर्छ नि सहन साह्रो छ देख्न पाइन्छ भने आने है भिनाजुको गीत त अब थाहा छँदैछ नि होइन र कोदो रोप्नु भएन? के को कोदो रोप्नु हो नानी खेतमा त खेत त 4 बिउ राखेको थियो 4 पाती बिउ मरिमरि खनेर राखेँ रोप्न पाइएन के भएर? देउता आएर नि देउता कस्ता छन् थाहा छ देउताले जानै दिएनन् खेतमा? अब उठौँ सानी पृथ्वी हराउँछिन् बसौँ सानी हृदय हराउँछिन् भन्ने गीतमा हिँडेको कान्छो छोरो कता गयो थाहा छैन होइन उठौँ सानी हृदय हराउँछिन् बसौँ सानी पृथ्वी हराउँछिन् उठौँ सानी हृदय हराउँछिन् बसौँ सानी पृथ्वी हराउँछिन् होइन
यसपालि नाचेर भ्याउनु भएन छ नि नाच्नेले गर्दा खेत रोप्नै भ्याउनु भएन छ मैले बुझेको नाच कुरो। पनि नाचिन के नाच्नु र अनि गीत आइहाल्छ तपाईँलाई नाच्न आइहाल्छ। अब गीत त यस्तै छ नि अब गीत पनि छन् देउतानी छन् होइन 33 कोटी देवी 36 बार देवी अब गरुड भन्ने पुराण भन्ने एका पुराण लाउने अब माघामा सुस्तानी भन्ने यसो कोही भगवान मान्ने छन् भने आउने हो होइन पापी धर्म चिन्ने हो म त पापी जानु हुँदैन मेरा घरमा फेरि घरमाथि मात्रै हो आत्मा हेर्छु 32 कोठा हेर्छु पापी धर्म चिन्छु पापीले मेरो घरमा टेक्न हुँदैन अहिले देउता म कस्तो भने अहिले के भन्नु होइन गुप्ती देउता छन् गुप्ती देउता पापीले टेक्न हुँदैन गुप्ती देवताले जति बेलै पनि यसो चाहिँ गर्दैन तिमीहरूलाई गर्दैन मेरो त गर्छु नि त फेरि तिमीहरूको बेरा अब अहिले के भन्नु होइन अहिले भन्नु टुप्पी नरहने भन्न नहुने होइन तिमीहरूका देउता मलाई थाहा छ नि फेरि मुचुकर्ने त हो नि होइन थाहा छैन बोक्सी ज्ञानको मुचुकर्ने थाहा छ आऊ न आऊ न आऊ मेरा घर आऊ भनेरै बोलाउने आकी हुँ म पनि आउनु किन आउनु न आउनु सबैजना आउनु सबैलाई बोलाउन आकी पापी धर्म चिन्ने अब तिउरी भोटे जाने मधेस जाने अब मधेसमा मामाली को आउँछन् होइन अब म पनि भडाइरेकी भान्जी हुँ नि मैनाकी छोरी रेशमकी डोरी खानबारी जिल्ला भन्ज्याङ चौतारी थाहा छ नि होइन गीत त अब खानबारी जिल्ला भन्ज्याङ चौतारी मैनाकी छोरी रेशमकी डोरी हो थाहा छैन भरौँ पाथी मेरो माया कति छ भरौँ भने नमोरी तिल जति थाहा छ चिरुपाते खुकुरी माला छ कि छैन तिम्रो बाउले मलाई दिए सारी थाहा छ कि छैन चिरुपाते जुङ्गा फुलैको थुङ्गा यी झम्केदारी प्यारीलाई फुलबारी भन्देऊ सानीलाई मलाई बिहा गर्न सक्छस् तिमी छोरी कि म छोरो थाहा छ मेरो यसरी जनै देखाएको हो नि अनि अब बिहा त गरौँला बिहेबार नहोला होइन बिहा त गरौँला बेबार नहोला होइन अनि कस्तो गीत गाइयो अब आमाले दिएको सम्पत्ति एउटा जामिर दुइटै नस्पाती अब त्यस्तै भयो नि त होइन अब होला नि अनि अब अनि मेरो के त गर्नुहुन्छ त अब गरुडको किताबमा मै छ दोस्तानीमै छ मेरो त किताबमै छ अब बिहान झुल्किन्छन् किन बेलुकी अस्ताउँछन् किन बेलुकी जुन लाग्छन् किन बेलुकी बिहानी अस्ताउँछन् किन थाहा छ थाहा छैन भन्नु त लु बिहानी झुल्किन्छन् किन बेलुकी अस्ताउँछन् किन आँखामा मया र आँखामा मया र आँखामा दया नभएको मान्छेलाई नलेख्नु खातामा म त्यस्ता खालकी छु आँखामा मया छैन र भने नलेख्नु खातामा जनै लाएको छ भने खातामा लेख्नु नभए अरूलाई नलेख्नु अब किन अब उहिले अब बज्याङको सन्तान थिएन थाहा भयो अहिले 33 कोटी 36 वर्णे देवी अब कसरी जागे त थाहा भयो तारालाल बज्गाई जय तारा देवी बज्गाई जय मैना जय कति वर्ष भयो मैना मरेको थाहा छ बोलाबहादुर भण्डारी मरेको कति वर्ष भयो थाहा छ कति वर्ष भयो अब जन्तरे बज्गाई जय कति वर्ष भयो जन्तरे बज्गाई मरेको थाहा छ जन्तरे बज्गाई जय लोक कति भयो लोग
लोक चाहिँ थाहा छ लोक चाहिँ कति लोक भयो होला जन्तरे बज्नेको कति लोक भयो थाहा छ म को हो थाहा छ मलाई चिनिया छ बरु बौलाई हो भनेर हिर्काउँछन् होला यत्रो लौरो लौरो बोकेर अनि त्यस्तै कुरा गर्नु हुँदो रहेछ अनि कुरा त भएको पो भने त नभएको अनि क्या जे पाए त्यही पढिदिनुहुन्छ पढेको छोरी सातो सत्य चाहिँ बोलेको अपराधी होइन कि म अब शाखा आएन तिमीहरूको पाखा गयो होइन अब तिमीहरूको शाखा आए पनि अब टाउकाभरि कोदो लाएर कोदो काटेर धान काटेर लाएर जम पारेर हिँड्दा पनि फर्सिया गोटा पनि लाए फर्सिया मुन्टा पनि लाए करेला पनि लाए काँक्रा पनि लाए खोर्सानी पनि लाए बैगुन पनि लाए मेरो जिजु म त होला तिनी एका स्कुल नष्ट गर्ने पापी अब के भनौँ होइन अब एउटा गीतमा मर्छन् एउटा गीतमा जान्दछन् अब भोटाङ्गी भोटमा बङ्गाली बङ्गालमा मरेको भोलि बाँस काटी डोली पुर्याउँछन् जङ्गलमा जङ्गलमा पुर्याई कोही खाल्डो खन्ने कोही माटो मिलाउने फोटो छ दायो ईश्वरलाई दिलाउने मान्छे मरेर पुर्छ नि भोलिपल्ट लान्छन् नि अनि साँझैको बेलैमा लाउ पिरती मेरी माया जात हाम्रो मिल्दैन कसो गरी लाउनु हो माया अब जे भएकोले भेट भए त भइगयो नि होइन र अब जात त छैन नि होइन हो त्यही कारणले शाखा नबनिएको थाहा छ केको शाखा छोरा छोरी पाउँछन् पाउन त होइन साँझैको बेलैमा लाउ पिरती मेरी माया जात हाम्रो मिल्दैन कसो गरी लाउनु हो माया होइन अनि कोसँग जात मिल्नु पर्छ नि भिना त जातकै होइन जातको भए किन आफ्नो नभएको त अनि के आफ्नो भएको अब मेरो अब बरको पातले बोइ कहिले छुँदैन भान्जी लाना मामाले हुँदैन बरको पातले पुइ कहिले छुँदैन भाउजू लाना देउरले हुँदैन थाहा छ अनि मामा भान्जी काकीको भाइ मामा अब मेरी पनि काकी उताबाट यताबाट आमाजू ल आमा छोरी कसको जय गर्ने हेरे नि जय गर्नु अब एकचोटि जय बोला बहादुर भण्डारी जय होइन तारालाल बजगाई जय जन्तरे बजगाई जय मैना की छोरी जय मैना जय अब एउटा अब साँझैको बेलैमा लाउ पिरती मेरी माया अब जे भए पनि आफ्नो सत्य धर्म छ भनेदेखि भगवानले देख्छन् होइन अब बोला बहादुर भण्डारी जय मैना जय हेमराज जय महेन्द्र जय को हेमराज भनेको चाहिँ मेरो भाइ ए कहाँ छन् त तपाईँको भाइ चाहिँ अब अहिले 33 कोटी देउता छन् 36 गर्ने देउता छन् रामबहादुर भण्डारी जय त भन्नु भएन त आउनु पर्यो नि त नाम त्यतिकै नाम नभइकन भन्नु पर्यो नि त आयो भने त भनिहाल्थे नि देउताले दिनु पर्यो हैन त्यही त पापी धर्म चिन्नु पर्यो त्यहाँदेखि श्रीमतीको नाम के हो अब नामै नआएपछि के भन्नु र अब नाम भनेको बोला बहादुर अब हर्के जय को हर्के भनेको चाहिँ भीमे जय हर्के भण्डारी नि त मामाको छोरो भीमे जय हर्के जय हर्केका शाखा आए नि त होइन हर्की छोरी कोकली जय
थाहा भयो पोकाली भनेको मामाकी छोरी पोकली छैन हर्केकी बुवा चाहिँ कहाँ हुनुहुन्छ आमा हर्केकी बुइनी अब त्यहाँ अहिले अब बुवालाई भिडियो आउँछ अब अनि अब कतिजना रामेकी बुढीको नाम मैया हो मैयाको पनि नाम आउनु पर्यो नि त नाम आएकै छैन नामै आएको देउताले दिएनन् मैया नै होला त होला कि होला नि त नाम चाहिँ तर अब ईश्वरले दिनु पर्यो ए हामी ईश्वरले नै दिँदा रहेछ नि अब यहाँ लेखेको छ ए ऊ त्यो क्या लेखेको पढ्दिन् न त यहाँ यहाँ के लेखेको एकछिन त्यहाँ यतापट्टि कसका नाम लेखेको रहेछ पढ्नु यहाँ भयो ती सबैको जय गरिदिनु लु यहाँको त अब पढिहाल्छु नि यहाँको पढ्नलाई त यहाँ त अब कसको जय लेखेको छ लु यहाँ त अब आफ्नो यहाँको त पढ्छु नै त अब त्यहाँको त पढिहाल्छु आफूले अब चिनेको यहाँको त अब गोरेटो बाटो हिँड्छु नि आमा चटेरो आफैलाई गोरेटो बाटो हिँड्छु नि आमा चटेरो चटेरो आफैलाई गोरेटो बाटो हिँड्छु नि आमा चटेरो आफैलाई गोरेटो बाटो हिँड्छु नि आमा चटेरो आफैलाई अब त्यो पुराण लाउनु भने पुराण सुराण सब भन्न जान्ने भइसक्नु भएको छ दिदी अब पुराण त भन्छु लघु रुद्री लाउँछु शनि पाठ बन्छु मरे भने मृत्युरी अब मरे भने आइन्द्रो नसुते चिरिन त दहरते नौ दुर्गा भनी धने थाहा छ दसैँको आइन्द्रो नसुते तिरिन त दहरते नौ दुर्गा भनी धने त्यसो भनेपछि मने अब म पनि भगवान भने थाहा छ अब उतापट्टि लेखेको पढ्नु हो त्यहाँ लेखेको छ त आइन्द्रो नसुते तिरिन त दहरते नौ दुर्गा भनी धने पाप पुण्य पाप जान्छन् धर्म पुण्य आउँछन् पाप पुण्य पाप जान्छन् धर्म पुण्य आउँछन् पाप पुण्य पाप जान्छन् धर्म पुण्य आउँछन् तिमीलाई कण्ठ भइसकेको रहेछ राख्नु ढोक्रो पाप पुण्य पाप जान्छन् धर्म पुण्य आउँछन् पाप पुण्य पाप जान्छन् धर्म पुण्य आउँछन् अब दिदीले पुराण भन्न मात्रै बाँकी रहेछ पुराण पनि भन्छु सोस्तानी पनि भन्छु गडुल पनि भन्छु अब पर्सि गरुड चाहिँ एक दुईवटा सुनाउनु न दिदी गरुड लु त अब हामी पुराणमा आउँछौँ लु लु हातमा गरुड हेर्नु पर्यो हातमा लु रहेछ हातमा हेरेर लु अब हातमा त कति बजे दाजुभाइ अनि सुख गरुडमा सधैँ त्यस्तो बेसी छैन? भनेर होइन इच्छाको कुरा अब गडुलमा हेरौँ न त अब के रहेछ बाख्रा कता गयो घोर्ली बाख्रा सबैको बाख्रा अब सबैका बाख्रा उकाली लागे सबैका बाख्रा ओह्राली लागे मेरा बाख्रा खोइ बनायो झम्कै गुलेली के थरी अरे बजगाई बाहुन मान्न गोत्र यति जनै लाउने हिम्मत छ होइन होइन यतिको जनै लाउने हिम्मत गरेको छ कि राजाको जनै हो छ रानीको जनै छ हामी त छोरो मान्छे कि छोरी मान्छे थाहा छ थाहा छ दिदी छोरी मान्छे हो भने रनी जनै लाउनुहुन्छ अनि त्यही भएर जनै लाउनुहुन्छ र त यस्ता राम्रो नभएको त अब के गर्नु त अर्काले भिनाजुले छोडेका नि त अनि छोडोस् न त अब भिनाजुली छोडेर के अब दिदी लगो जिल्लाको लाउरेले बहिनी लगो दोभानकै चाउरेले थाहा छ अर्कै बिहा गर्नु हुन्छ होला नि भिनाजुले त के जान्नु गरेर त गरो होला नि अझै पनि के बेर छ र होइन सो माया सोसित रक्सी पाने गुरुङिनी जाउन मसित होइन गुरुङनीसँग जानुहुन्छ थाहा भयो होला नि पोरपरार त के थाहा पोरपरार त लु सुत्नु दिदी अब नानी सुत्न त के हतार छ र बल्ल बल्ल भेट भएको दिदी पनि होइन अब नानीहरू त काम गरेका होइन गलेका होला हामी त अब त्यस्तै लोभरा छ होइन अब छोराछोरी त कति छौ जुनकिरी मै पनि लोभरा
कस्तो छ ऊ जुनकिरी मै पनि लोभर भन्दै आउँछन् छोराछोरी नै जुनकिरीको नाम राख्दै हिँड्छन्। अब के भन्नु र है भन्ने केही छैन दिदीको बाटै। अब चुपालाएर सुत्नुपर्छ दिदी, खाइहाल्यो। जेठो छोरा चाहिँ कहाँ छन्? कोही कहाँ छ जेठो कहाँ छ कान्छो कहाँ छ माइलो कहाँ छ छोरी कहाँ छ नाति नातिना कहाँ छ। अब मेरो चाहिँ औँला भाँचेको कामै यस्तो छ होइन। जेठो नि छोरो थियो, माइलो नि छोरो थियो भन्नु होइन दिदी, औँला भाँचेको भाँचे। 5 भाइ छोरा विदुर विमल विवेक विमेल बिर्खे विमल विदुर विवेक विनोद। विनोद हो कान्छाको? बिर्खेको चाहिँ नाम विनोद? विनोद भने अर्को पनि छ। 5 भाइ छोरा पाएका छ नि त मैले। 8 वटा हुन्? 5 भाइ छोरा 3 बहिनी छोरी। अहिले सबै जागेका छ नि त बैकुण्ठमा, त्यतिकै जय भनेको छ। सप्त ऋषि सप्त कोशी ती आमा बाउ थापा नै अरे भन्छन् भन्दै रुँदै रुँदै आउने मेरा छोरी आमा बाउ छन् अरे भन्छन् भन्ने मलाई नि थाहा छैन भन्दै आउँछ नि त रुँदै रुँदै। हो ती चाहिँ मेरा छोरी हुन्। अनि दिदीले थापा लेख्दा चाहिँ के लेख्नु भयो अरे? थापा लेखौँ भनेको पापा नै पापा भएछ कि म त जान्दिनँ त। अब राजीनाम उप्रेती अब अच्छा लेकिन घर का हो भन्न न बहिनी सरिता, अच्छा लेकिन घर का हो भन्न न बहिनी सरिता आउँछ बरु होइन। अनि कसले भन्यो त्यस्तो भयो भनेर चाहिँ? अरूले भन्दै खाने अब पापा नै पापा पारे अनि मलाई त के थाहा र। केमा नाम लेख्छ त्यस्तो भएको? मित्रमाया थापा लेख भनेर बुढी पढे कि सबैजना। अरू त कपुरी कल लेखे म त पापा नै पापा पारे अरे। कपुरी कल लेखेको मैले। पौड शिक्षा पढ्नु भएको रहेछ नि। त्यो बुढी पढ्ने दिएको थियो नि त किताब। त्यो बुढी पढ्नेमा चाहिँ कपुरी कल लेखेको नै पापा नै पापा भयो भन्छु के जान्छ। कपुरी क जान्दिनँ अब। हेर हेर साथी हो कमिलाका नाति हो। अब यस्तो अङ्ग्रेजी पढ्ने यस्तो पढ्ने मान्छे कहाँ आउँछ त मलाई अब त्यो। अब यो पढ्न अरू खोइ सक्छ यो पढ्न। काप्चाका खोल पढ्दै पढ्दै हिँडे दसैँ पान्ठाको कामीले चाहिँ म किताबै दिन्छु हजुर पढ्ने भए भनौँ। तेरो त हेर हेर साथी हो कमिलाका नाति हो के हेर्नु। के को खोल पढ्नु भएको अरे? टाउको खोल नि। चाउचाउको खोल घर पढिसकेर पढ्नेले नपुगेर चाउचाउको खोल। अनि किताब दिँदैन दिँदिन यता पढ्नै जानु त अघि भनेको म किन पढ्दिनँ यस्ता त सबैबाट यो धोका पढ्नु त भने त यो त अर्कै रहेछ। अनि हेर हेर साथी हो कमिलाको नाति हो आउँछ त मलाई आउँछ नि त फटाफट पढ्नु आउँछ मलाई आउँछ मलाई अब अङ्ग्रेजी अङ्ग्रेजीमा राजीनाम पास गरेकी मान्छे उप्रेतीमा राजीनाम पास गरेकी थाहा छ। उप्रेती भनेको बाउलाई जितेको त्यसै छ। अब बाउ त 7 चरादै भन्छन् म त राज्य खाने हो नि त। 1 पाइलो टेक्दा 1 जीवन सकिन्छ, 2 पाइलो टेक्दा 2 जीवन सकिन्छ, 3 पाइलो टेक्दा 3 जीवन सकिन्छ, 7 लोक र 3 जीवन छ, 90 तला उँधो उँभो मेरो छ। अजिङ्गरले कसरी मारेको गर्दा अजिङ्गर मारेको थाहा छ? अजिङ्गर कहाँ छ? 90 तला मुनिको अजिङ्गर मार्ने शक्ति छ थाहा छ? खेल्ने भए आऊ चल्ले खेल्ने भने आऊ थाहा छ? मसँग चल्ला खेल्न यहाँ भन्दा मुनि मान्छेको त त्यो खोर्सानीमा झट्टी हाने नि खोर्सानीमा झट्टी हाने नि मारेको छ नि यहाँ मुनि त्यो यत्रो यत्रो हुन्छ नि यत्रो खोर्सानीमा झट्टी हाने। दिदी सुत्नु हामी त को
सम्धिनी हजुर अब सुत्नु पर्छ। सम्धिनीको गीत एउटा गाउने हो कि अब सम्धिनीको गीत। अब सुत्ने बेलामा एउटा अब के छ र सम्धी माछा र भात हो होइन के छ र सम्धी माछा र भात त्यस्तै देख्छु। ल सुत्नु सुत्नु ज्वाइँको नि आउँदो रहेछ दिदीले सबै बिर्सिनु भएछ भात खाए पछाडि दुःख मुखमा आउँदो रहेछ दिदीको। ज्वाइँको त